हेलो एभ्रिवान, सजिलो भान्सामा यहाँलाई स्वागत छ। आज मैले आलु र काउलीको रेसिपी लिएर आएको छु। आलु र काउली बनाउनको लागि सबैभन्दा पहिला कराई बसाल्ने। कराई केही बेरमा तातिसकेपछि अब हामीले त्यसमा तेल एड गर्ने। तेलमा केही बेर तातिसकेपछि अब त्यसमा मेथी एड गर्ने र मेथीलाई यतिको गोल्डन ब्राउन हुन्जेलसम्म फुराइदिने। अब त्यसमा केही खुर्सानी र आलु राख्ने। आलु र खुर्सानीलाई मजाले केही बेर चलाउने। करिब 2-3 मिनेट आलु र खुर्सानीलाई मजाले चलाइसकेपछि मैले त्यसमा प्याज राखेको छु। मलाई चाहिँ प्याज धेरै फ्राई भएको मन नपर्ने हुनाले मैले आलु राखेको केही बेरमा प्याज राखेको हुँ। अब करिब 4-5 मिनेट जति लो फ्लेममा राखेर हामीले यसलाई छोपेर पकाउने। यतिको आलु पाकिसकेको छ। अब यसलाई फेरि एकचोटि मजाले चलाएर अब यसमा मैले बेसार एड गरेको छु। बेसारलाई केही बेरसम्म तेलमा पाक्ने गरी मजाले चलाइदिने। केही बेरमा बेसार पाकेपछि अब त्यसमा मैले अदुवाको पेस्ट अनि लसुनको पेस्टलाई पनि एड गरेको छु। अदुवा र लसुनको पेस्टलाई पनि पाक्ने गरी करिब 1-2 मिनेट मजाले चलाइसकेपछि अब त्यसमा हामीले काउलीलाई एड गरिदिने। काउलीलाई एड गरिसकेपछि मजाले आलु र काउलीलाई मिक्स गरेर हामीले 5 मिनेट जति लो फ्लेममा छोपेर पकाउने। 5 मिनेट पछि यतिको भएपछि यसमा मैले नुन राखिदिएको छु। नुनलाई पनि सबैतिर मजाले मिक्स हुने गरी चलाइदिएपछि फेरि पनि यसलाई पकाउनको लागि मैले छोपेर करिब 6-7 मिनेट जति पकाएको छु। 6-7 मिनेट पछि आलु काउली पाकिसकेको छ। अब यसमा मैले जिरा धनियाको धुलो राखेँ। धुलो खुर्सानी पनि एड गर्न सक्नुहुन्छ। मैले अघि नै हरियो खुर्सानी मजाले राखेको हुनाले मैले धुलो खुर्सानी राखिनँ। अब यति बेरसम्म हाम्रो मसला पनि मजाले पाकिसक्यो। अब यसमा टमाटर एड गरिदिने। टमाटरलाई पनि एकचोटि मजाले चलाइसकेर अब छोपेर केही बेर पकाउने। करिब 3-4 मिनेट छोपेर पकाइसकेपछि टमाटर पनि पाकिसकेको छ। हेर्नुस् त टमाटर मजाले पाकिसकेपछि अब यसमा रस राख्ने। मैले चाहिँ आलु र काउलीको ग्रेभी बनाउन लागेको हुनाले यसमा रस राखेको छु। अब यसलाई पनि करिब 4 मिनेट जति लो फ्लेममा छोपेर पकाइदिने। करिब 4 मिनेट पछि यतिको भएको छ। आलु र काउली मजाले पाकिसकेको छ र यो खानको लागि पनि रेडी भइसकेको छ। हजुरहरूले यसलाई खानासँग मजाले खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।